खुसी भयो हामी फर्म बुझाउन जानु लागेको मेरो त होइन उहाँको हेलो नमस्ते वेलकम टु माई च्यानल हजुरहरूलाई चाहिँ मेरो स्वागत छ मेरो च्यानलमा चाहिँ आज चाहिँ म ब्लग स्टार्ट गर्दैछु नयाँ ठाउँबाट है यो नयाँ घर हो मिलिट्री नयाँ घर हो पहिला बसेको चाहिँ म डोबर साइडमा बस्थेँ अनि अहिले चाहिँ म रिसेन्टली नै यहाँ सिफ्ट भएको 2-4 दिन मात्र भएको छ म चाहिँ यहाँको नयाँ ठाउँहरू एक्सप्लोर गर्न जाँदैछु आज घरको सामानहरू पनि किन्नुपर्ने छ यहाँ चाहिँ क्याम्प जस्तो रहेको छ अनि यहाँबाट चाहिँ टाउन अलिकति पर नै छ अनि त्यहाँनिर जानु लागेको छौँ हामीले चाहिँ 2 जना हस्बेन्ड भएर अनि मैले चाहिँ घरहरू चाहिँ अलिअलि मिलाएको छु तर अझै पनि मिलाउन बाँकी नै छ सेटअप गर्न अझै टाइम लाग्छ मेरो चाहिँ यो ब्याग हल्का ड्यामेज भयो मैले नयाँ ठाउँबाट लाइक नयाँ ठाउँमा आउँदाखेरि चाहिँ उताबाट सिफ्ट गर्दाखेरि चाहिँ मैले यसरी प्याक गरेर हालेको छु कपडा त्यही पनि ड्यामेज भएछ मेरो मेकअपको रुम चाहिँ यस्तो भएको छ लगेजहरू सबै यस्तै छ अर्को रुम चाहिँ यता रहेको छ यो छ म चाहिँ यस्तो रेडी भएको छु सेट मिलाएर व्हाइट कलरको अनि यसमा चाहिँ यो पासपोर्ट बोकेको चाहिँ नयाँ ठाउँमा जाने बित्तिकै हामीले चाहिँ रजिस्ट्रेसन गर्नुपर्छ जिपीमा चाहिँ त्यो चाहिँ मेडिकलको लागि हो नयाँ ठाउँमा चाहिँ गयौँ भने हामीले चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ यहाँनिर चाहिँ त्यस्तो रुल्स रहेको छ अनि हिजो मैले फर्म लिएर आएको थिएँ अनि आज चाहिँ मैले भरिसकेको छ अनि त्यो चाहिँ पुऱ्याइदिन जान लागेको त्यो फर्म चाहिँ मैले चाहिँ पनि सेटअप हुन बाँकी नै छ है अनि यहाँबाट चाहिँ तल चाहिँ 3 बेडरुमवाला हो अहिले हामी बसेको चाहिँ पहिला चाहिँ 2 बेडरुमवालामा बसेको थियौँ अनि अहिले चाहिँ 3 बेडरुमवालामा बसेको छौँ होइन अनि यो चाहिँ रहेको छ लिभिङ रुम मेबी 5 आई डोन्ट नो अनि यता चाहिँ डाइनिङ रुम रहेको छ अझै सेटअप गर्नु बाँकी नै छ यताहरूको चाहिँ होइन मिलाउने बाँकी छ नि त सामानहरू अनि किचनहरू चाहिँ यस्तै छ हामीले अहिले जस्ट एडजस्ट हुनको लागि मात्र निकालेको सामानहरू अझै बाँकी छ मिलाउनलाई चाहिँ सेटअप गर्नको लागि चाहिँ किनभने 2 दिन मात्र भयो हिजो हामीले जति भ्यायौँ त्यतिमै गऱ्यौँ अनि नभएको चाहिँ अब बिस्तारै गर्ने बस्ने चाहिँ छेउमै जङ्गल छ होइन जङ्गल भयो पनि केही छैन डर छैन फर्म बोकेको चाहिँ मेडिकल फर्म अब हामी जानु लागेको यता जानु लागेको लुगाहरू चाहिँ त्यहाँनिर पार्क गरेको छ यहाँ वरिपरि चाहिँ यस्तो छ जङ्गल युकेमा घर छेउमै छ डर छैन त्यही पनि अब यस्तो रहेको छ यहाँको ठाउँ चाहिँ गाडी कस्तो तातेको छ अब फर्स्टमा चाहिँ हामी मेडिकल जान्छौँ होइन अनि त्यस पछाडि यो फर्म बुझाउँछौँ अनि फर्म बुझाइसकेपछि चाहिँ त्यस पछाडि चाहिँ हामी टाउनतिर अब चाहिँ हामी फर्म बुझाउन जानु लागेको फर्म बुझाउने ठाउँ चाहिँ यहाँ रहेको छ घर नजिकै छ हिँडेर आउँदाखेरि 10-15 मिनट लाग्छ त्यहाँबाट चाहिँ तर हामी चाहिँ अब सिधै कारमा अब यहाँबाट सिधै उतातिर जानको लागि सजिलो हुन्छ र सो फर्म अनि पासपोर्ट फोटोकपी पनि चाहिने रहेछ अनि बुझाएर अनि जान्छौँ यहाँनिर बुझाएर मिलिट्रीको रहेको छ यो चाहिँ मेडिकल रहेको छ भिडियो त्यहाँ चाहिँ बनाउन मिल्दैन होला सो म त्यहाँनिर भिडियो बनाउँदिनँ अप्ठ्यारो लाग्छ सो हामी चाहिँ यो फुलको काम चाहिँ सक्यौँ अब हामी टाउन जान्छौँ अब चाहिँ यहाँबाट चाहिँ हामी गाडी चढेर एम्सबरी जान्छौँ सामान किन्नलाई त्यहाँनिर छ अनि त्यहाँनिर चाहिँ सामान किन्छु मलाई चाहिँ मेन भनेको प्लान्टको लागि चाहिँ किन्नुपर्ने सामानहरू छ किनभने प्लान्ट फेरि मरिहाल्छ कि भन्ने डर लागिरहेको छ त्यही भएर चाहिँ प्लान्टहरू चाहिँ यहाँ रहेको छ राम्रोसँगले नेपालमा हेर कति हेला गर्छ यहाँ एउटालाई 299 पर्छ कुन हजारे फुल ए थुङ्गे फुललाई 299 भनेपछि त नेपाली कम्तीमा पनि कति पर्यो नेपाली 3 पाउन्ड 18 कति 500 नि ल 150 को दरले पनि त 500 परेन यति दुईटालाई 500 दुईटा होइन 4-5 वटा टन्नै रहेछ नि त बुढा 6 वटा जति रहेछ तर 6 वटालाई चाहिँ 500 प्लान्टहरू चाहिँ यस्तो छ अब अहिलेसम्म म हेर्छु कस्तो कुन लान्छु भनेर चाहिँ यस्तो किन्ने हो कि हेलो यस्तो किन्ने हो कि
तर अहिले किन्नु हुँदैन। प्लान्टको गमलाहरू यहाँ रहेको छ। अब हामी चाहिँ हेर्दैछौँ कुन मनपर्छ अनि त्यही लिन्छौँ। प्लान्टको गमलाहरू, प्लान्टको लागि चाहिँ गमला। ओ हजुर लु लिऊँ न, जुन लिए पनि मलाई त सबै राम्रो लाग्यो। कुन राम्रो छ लिऊँ न। सबै थरी थरीको लिनुपर्छ कि एउटै डिजाइनको लिएर पनि राम्रो हुँदैन। यति सामान लिइसकेको छौँ। अब फेरि चाहिँ प्लान्टहरू रहेको छ, राम्रो राम्रो रहेको छ। कस्तो राम्रो राम्रो रहेको छ। अब कुनबाट तपाईँलाई घरभित्र सजाउँ न, राम्रोसँगले भइहाल्छ। के गरेर त चाक्कनाको भिडियो नै आउँछ है। प्लान्टहरू कस्तो राम्रो राम्रो छ यो सबै। तर यो चाहिँ कस्तो पहेँलो भइसकेको रहेछ नि, अलिक केयर पुगेन छ, पहेँलो भइसकेको छ प्लान्टहरू चाहिँ। यहाँ फेरि यो चाहिँ यहाँनिर रहेछ नि त गमलाहरू अलिक राम्रो राम्रो। म चाहिँ भित्रै हेरेँ। यो त हेभी हुन्छ हामीलाई त है, गाह्रो हुन्छ बुढा नि। पछि हामी चाहिँ घर चेन्ज गराउनु पर्छ, त्यही भएर यो यिनीहरू चाहिँ गाह्रो हुन्छ। कस्तो राम्रो फुलहरू देखिरहेछ होइन। यिनीहरू चाहिँ फेरि तर एक मौसम मात्र हुन्छ, सो लगाम कि नलगाम भनेर सोचिरहेको छु होइन। यो अब सकिन लागिसकेको नि समर। गुलाबको फुल पनि यहाँ छ, घरभित्र लगाउन मिल्दैन गुलाबको फुल त। कन्फ्युज भइरहनु भएको छ यो लिम कि त्यो लिम भनेर। दुलो त पार्नै पर्छ बाहिरको लागि चाहिँ। यो पनि कस्तो राम्रो लागिरहेको, तर अलिकति सानो भएर चाहिँ हामीले यो लिन खोजेको। पछि नेक्स्ट इयरलाई पनि हुन्छ भनेर चाहिँ। जस्ट 1 पाउन्डको डिफ्रेन्स छ। जाऊँ न त त्यसो त्यही लिउँ न त है। नजाऊँ। अलमोस्ट प्लान्टको लागि चाहिँ सामान भइसक्यो। सबैजनाले प्लान्ट किनेको छ यहाँ चाहिँ। अहिले समर 20 भइसकेको छ, तर त्यही पनि सामान त त्यसको पनि किन्यो होला नि होइन बुढा। डेकोरेसनको सामान केही मनपर्छ कि बा डेकोरेसनको लागि चाहिँ यसरी राखेको छ। हाम्रो चाहिँ गार्डन छैन, अब त्यही भएर अहिलेको लागि चाहिँ किनभने है हामी यो पेमेन्ट गर्न चाहन्छौँ। हाम्रो चाहिँ 60 पाउन्ड खर्च भयो उहाँको, मेरो त होइन उहाँको। सामान यति नै। टेस्कोमा अझै किन्नु बाँकी छ अनि अझै सब किन्न बाँकी नै छ पैसा। तर यति सामान किने त्यहाँदेखि 60 पाउन्ड भनेको नेपाली लगभग 10,000 एबभ नै हो। 10,000 भन्दा बेसी नै हो। यत्रो सामान किने के आउँछ बगैँचे चाहिँ आउँदैन है 10,000को चाहिँ। तर सक्यो अब यहाँ किनेर भयो। अब चाहिँ हामी टेस्कोमा जान्छौँ अनि टेस्कोमा चाहिँ अलिअलि खानेकुराहरू किन्छौँ। यहाँनिर चाहिँ लिनुपर्छ, कोइन राख्नु पर्थ्यो तर यो चाहिँ कोइन राख्नु पर्दैन रहेछ। नत्र अरू टेस्कोहरूमा चाहिँ कोइन राख्नुपर्छ अनि आफूले फेरि राखिदिने अनि कोइन लिने। कति आइडोन्ट नो 5 पाउन्ड ए 6 पाउन्ड। टेस्कोमा अलिकति महँगो रहेछ है। अघि किनेको सामान चाहिँ थोरै जा मात्र, धेरै पनि हुँदैन। यही ल जेसुको फेरि एकचोटि हेर्नु त। ओ सरी। जे मन परायो त्यही राम्रो हुन्छ। जे मन परायो त्यही राम्रो हुन्छ। मलाई मन परायो मै राम्रो। Oh my God! बुढीलाई एप्पल जुस मन पर्छ अरे है। अनि एप्पल जुस खाएर अरे उसको फेभरेट एप्पल जुस। डेट हेरेछौ बुढी? भक्ति भुक्न होला। 17 जुलाईसम्म रहेछ। खान्छ होला तिमीले 17 जुलाई। 17 जुलाई भनेको त धन्नै 1.5 महिना छ त। ओके बुढी। यो चाहिँ मेरो फेभरेट हो, त्यही भएर 3-3वटा बोकेको। यस्तो तरिकाले पैसा नेपाल जाँदैन त। यति धेरै सामान, यो सामान कम्ती नै 100 पाउन्ड क्रस हुन्छ अनि कसरी अनि यसरी त सक्दैन त बाबा। ब्रेडहरू त लगाउँ न।
मलाई त्यो मेरो चिजवाला ब्रेड वा कस्तो थाहा भइदिन्छ मेरो बुढोले अच्छा मलाई चाहिँ त्यो चिजवाला ब्रेड मनपर्छ सोचिकन कप केक किन्न गछ अब खुसी भयो मैले चाहिँ यो पिकअप गर्नेवाला गेम खेल्नको लागि किनेको भरे गएर बुढा र म चाहिँ खेल्छौँ अब यत्रो सामान छ यहाँनिर गर्छु पनि त र बिल माइ गुडनेस यत्रो बिल छ यति सामानको र मैले भनेको थिएँ नि 100 पाउन्ड कस्ट हुन्छ भनेर 100 पाउन्ड ठ्याक्कै कस्ट एउटा सामान मात्र हामीले किनेको तर दुइटा आएछ पिनट बटरको चाहिँ स्क्यान गरेछ वेल डन बुढी बाटो भइसकेछ है आजभोलि बुढी मलाई चाहिँ यो कस्तो मन परिरहेछ खानाको लागि चाहिँ होइन मन परेर मेरो गाडीमा यसरी चिप्काउने हो यो हजुर तिमीले त आफ्नो गाडी मान्दैनौ गाला पनि चिप्काइदिन्छु सक्छ त कसैले जब मेरो आफ्नै गाडी दिन्छु तब मेरो गाडी मान्छ यो तपाईँको गाडी तिम्रो गाडी तिमीले किनेको त देखाउँ न तिम्रो गाडीलाई ढोका त मैले बुङ बुङ लागेन छ यो केक चाहिँ कस्तो मिठो लागिरहेको थियो देख्दैखेरि सो खान लागेको छौँ हामी चाहिँ पुरै दिन कसले दिन्छ पुरै यस्तो छ बाइट मात्र लिनु भने ढिलो भइसक्यो हो घर जाम घर जाने भने कि रिसाइहाल्छ यार कस्तो मिठो रहेछ यो है खै खुइल्याउनु अहिले खै पनि हो यस्तो झन् मिठो झन् आमा सानो बाइट लिनु नि हौ त्यो ठुलो मुख अझ गरेको खाएको हेर यति छ घोप्टिन्छ मेरो गाडीमा घोप्टिन्छ भनेर मैले मुखले बोल्न सकेको छैन मेरो कामदारले चाहिँ सामान निकाल्दै हुनुहुन्छ सरी मेरो हस्बेन्डले चाहिँ सामान निकाल्दै हुनुहुन्छ यति धेरै सामान छ भित्र पनि अझै छ स्ट्रगल गर्दै सामान ल्याउँदै हुनुहुन्छ के हो त्यस्तो सामान ल्याउँदै हुनुहुन्छ उहाँले चाहिँ यत्रो सामान ल्याइसक्यौँ हामीले चाहिँ घरमा मलाई चित्त बुझेन त्यो लडिरहेको थियो उहाँलाई चित्त बुझेन उहाँ मिलाउनु परिगयो एकदम मिलाउनु भने पछाडि फुलहरू लगाउन चाहिँ भोलि लगाउँछु मलाई होइन आजको दिन चाहिँ 7 बज्न लागिसक्यो नि त्यही पनि उज्यालो छ यहाँनिर चाहिँ होइन 9 बजेसम्म उज्यालो हुन्छ अनि बिहान पनि 5:30 बजे उज्यालो हुन्छ होइन निन्द्रै खुलिहाल्छ तर अब यो प्लान्टहरू चाहिँ हामी भोलि लगाउँछौँ होला अब आजलाई चाहिँ यस्तै छ यो फुलहरू चाहिँ रोप्न बाँकी नै छ मजाले होइन अनि हाम्रो चाहिँ यस्तो छ गार्डन के भन्नु यो ब्यागको चाहिँ फुलहरू कस्तो राम्रो सानो सानो फुलिरहेको छ यसरी यो चाहिँ भोलि पर्सि पानी परेपछि मजाले हुन्छ अनि सो आजको भ्लग चाहिँ यहीँ इन गर्छौँ सानो भ्लग होइन धेरै लम्बाउँदिनौँ नमस्ते थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा नमस्ते सबैलाई मेरोबाट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब प्लिज मिठो कमेन्ट गरिदिनुहोस् मेरो लागि कस्तो मेरो लागि हो मेरो लागि गर्नु पर्यो तिम्रो लागि त सबले गरिहाल्छ ओके थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा यो सानो भ्लगको लागि चाहिँ थ्याङ्क यू
है